Hi guys, how are you? I hope everyone is doing well हैन यो चाहिँ अब मैले भन्नुपर्ने कुरा चाहिँ यहाँ इन्डक्सन चाहिँ यो हाम्रो यसरी फिटेड नै हुन्छ तल उसमा स्ल्याबहरुमा हैन यो चाहिँ होटलमा यस्तो हुन्छ हैन मेरो जुठो भाडा हो यो मैले यही आएर किनेको हो हैन केही नलिराउनु गाइज यहाँ सबै पाउँछ यही किन्न पाउँछ तपाईहरुले हैन यु डोन्ट हैव टु वरी द मोस्ट इम्पोर्टेन्ट थिङ तपाईहरुले लिइराउनु पर्ने भनेको चाहिँ इस यो कुकर हो यो हाम्रो कुकर हामीले नेपाली मान्छेहरु टक्क लाएर सिटी लाउनु पर्छ हैन मासु भात खानु पर्छ सिटी लाउनु पर्छ त्यसैले त्यसको लागि चाहिँ लिएर आउनु होला मैले चाहिँ यो हकिन्सको मेरो मम्मी ड्याडी दाइ भाइहरु हामी सबैजना म आउनु भन्दा अगाडि शपिङ गर्न गएको थिएँ त्यतिबेला मैले किनेको 1.5 लिटरको कुकर हो यो हैन यो मेरो एकजनाको लागि चाहिँ मोर देन इनफ नै हो भनौं न टक्क लाएर अब यहाँ यसरी राखिदिन्छु है यसले धेरै जुठो नबनाऊ किनभने जति जुठो बनाए त्यति भाडा धुनु पर्छ अल्छी लाग्छ हैन त्यही भएर केही नलिएर आउनु सबभन्दा मेन भनेको आफ्नो कुकर प्रेसर चाहिँ लिएर आउनु आफ्नो लाइक अब कतिको खानुहुन्छ तपाईलाई कतिको ठुलो चाहिन्छ सानो चाहिन्छ या आफ्नो लागि एउटा पर्सनल कुकर चाहिँ लिएर आउनु एन्ड प्लिज 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 इन्डक्सन वाला कुकर नै लिएर आउनु है गाइस प्लिज इन्डक्सन वाला कुकर लिएर आउनु डोन्ट बाइ त्यो हामीले ग्यासमा स्टोभमा बनाएर खाने खालको कुकर नलिएर आउनु इन्डक्सन वाला नै किन्नु है ओके गाइस अलि फोर्स भयो सरी म अलि पछि एकदम चम्काएर सेतो बनाउँछु म आउँदा चाहिँ यो सफा नै थियो है तर यसलाई चाहिँ यस्तो फोर्दिदो रहेछ चाहिँ नसोच्नु एक चिटिक्क परेको थियो मैले टाइम नपाएर धोएको छैन मैले रगडी रगडी धुन्छु